सबै त चिपेर त लड्छ बिस्तारै गरेर थोत्तरी गरेर लड्छ बिस्तारै बिस्तारै अलिअलि स्वागत कति गर्नु बुलाएर लाउन लाग्छ हो त अलिकति स्मार्ट भएर बस्नु पऱ्यो नि त दिदीले गर्दैछ त्यही भएर टोपी लाग्दैन मलाई डोरी फुकाएर आएको हो निकै तिर्खा छ क्या कान्छ चाहिँ हात थाप्दैछ त प्रतिको कतिको तिर्खा भविष्य त लाउने उयो लानु कसै लानु पछि उयो लानुपर्छ पछि लान्छ उनीहरूले पर सर्लाम च्याप गर्नु पर्यो अस्ति मैले काकीलाई टिकटकमा विशाल भाइलाई चिन्छ विशाललाई चिन्छ अनि उहाँदेखि याद गर्छु अब चाहिँ अब मलाई चिन्नु भयो म र चिन्छ मेरो आएर चाहिँ कसरी कसरी आयो कि काका छप्प पऱ्यो कि काकी फोटो भइरहेको छ मेरो मेरोमा त हुन्छ क्या अनि छप्प पऱ्यो कि त्यहाँ देखेँ ए चल्छ आइफोन कति हो यो के गरेर बस्यो प्रतिज्ञाले यस्तो गरेर पनि ढाक टक्क यस्तरी बस्नु पर्ने हो हामी एउटा फोटो खिच्न एकजनाले चाहिँ एकजनाले भिडियो बनाएको छ पछि मेमोरी हुन्छ एउटा फोटो खिचेर एउटाले फोटो खिच अरे यसले बोलेको बुझ्दै खिच्दै अगाडिबाट दाजु सबै भयो लगाइदियो भयो भाइले चाहिँ मलाई लगाइदियो क्या कति मिनटको बनाउनु कान्छ कति मिनटको बनाउनु सजिलो हुन्छ क्या यताको फोटो खिचाउ यता मैले पुग्दिनु यहाँ यताबाट आयो निका लाग्यो बाजुलाई अन्त कि पाउला चाहिँ धस्का चाहिँ सेतो चाहिँ भिजाएर टास्नु पर्छ डान्स गर्ने बेला बिरालो मारेको फेरि हात खाने कहाँ छ एस्टिमले त होइन नि खासै खाँदैन हाम्रो भान्जीले एस्टिम हाम्रो भान्जीले खाना चाहिँ खाँदैन क्या त्यही भएर कान्छ क्या ए भान्जी ट्याग 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 खलास
पैसा त यसलाई यहाँ गरिदिनु भन्दैछ जेठो कान्छो हेलो मेरो काका ठुलो कान्छो ठुलो जेठो यसमा यो अरू म कति अब 17-18 वर्ष लाउने लाख भन्ने आशिष दे ब्रिटिस लाउनु जानुपर्छ भनेर पढेर आशीर्वाद खै दिएको अब ट्याक्का 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 पाएर यो चाहिँ हाम्रो कान्छाका छोरो भन्छ फेरि कप्पा कान्छा छोरो यो भोलि चाहिँ लाउने लाग्ने भनेर ट्याक्का पाएर टिक टिक लाग्दैन पर्सि कि फोटो तान्दा नि म फोटो मिल्ने बनाइदिन्छु ल यहाँ फोटो यसो तान्दा पनि हुन्छ भिडियोबाट क्या यसो गरेर ट्याक्का पारिदिनु क्या दुई भाइको फोटो तान्ने गरी म भिडियो खिचिदिन्छु डबल पनि खिच्नु मिल्छ डबल पनि खिच्नु मिल्छ यस्तो गरेर दुईटा क्या मिल्छ सबै अब कतिकै अहिले पछि दिनु अब भयो काका ट्याक ट्याक अब ट्याक ट्याक कहाँ कस्तो छ काका हात यसरी थाप्ने तल यसरी तल हो त्यस्तो चाहिँ गर्ने हो क्या अब ठिका लाउनु त टिका लगाउँदा हात कस्तो गर्नुपर्छ भन्ने कुरा त्यसरी थाहा पाउनु आफूले नगरेको के ल सानोले नि यस्तो गर जस्तो गर न भिडियोमा बाबालाई अब ल अब मलाई लगाइदिनु न सानो यस्तो टिका राखे जस्तो गर न भाइलाई तीनचोटि कति लगाइदिए जस्तो गर ल उठेर उठेर माइतीपट्टि बसेर पुग्छ छिटो छिटो बुढा हुने हातले यता हेर यता काका यता खुसै यहाँ हेर बडे किता चेरी हो अन्त तल हातले पनि हात उतै घोडाले जाँदै 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 लैजान हो त्यसो गर्दैन फेरि तलबाट फेरि माथि माथि हातमा? लाग्यो भान्जी यता नि हेरौँ त त्यसो पोखरीमा राख्दै हो त्यसो गर्नुपर्छ अब नि लाग्यो हेर्न त्यहाँ उसलाई अनि लाग्यो हामी त हामी तेरेको काकुला जी सबै मैले गर्ने बानी 2 साल त म सिकाएको के गर्नु पर्यो निशाले चाहिँ गर्छ यसले चाहिँ गर्छ मान्छेले गर्दैछ अहिले सिक्दैछ लु तिनचोटि मात्रै गर्नु म चाहिँ गौतम बुद्ध भयो भने चाहिँ त कम्ती भयो कि भनेर जहाँ त्यहाँनिर बिच अनि एक्सर्साइज माला लगाएपछि क्या यहाँ छ मैले राखेर मोटो राख्ने सानो राख्ने फोटो तान्नुहोस् भनेर क्या ठुलो भाइले राख्ने आमा गरौँ हुन्छ होला कान्छालाई दर्शन लाग्यो नि खै कस्तो हुने चाहिँ म कान्छालाई यो यता यता यो होला यो सानो अरू लाउनु कान्छाले सबैले सानो यहाँ छ कि खै म त थिएँ मलाई सानो लाग्ने आँखीको सकेर आएको यता ल ल भाइको पाल्छ लास्टमा आउँछ अरे क्या अहिले अब चाहियो यसलाई फुल चाहियो एकछिन मान्छे प्रतीक सिधा हो न सिधा ल ल ल ल ओके ओके
साउन किन दर्शक मैले सोधेको ल्याइदिन्छ टिका लगाइदिन्छ। टिका लगाइदिन्छ तपाईँ